नेपालका महत्त्वपूर्ण धार्मिक स्थलहरूमध्ये साँखुमा रहेको वज्रयोगिनी मन्दिर एक विशेष स्थान हो। यो मन्दिरसँग धेरै किम्वदन्तीहरू जोडिएका छन्। आज हामी तपाईहरूलाई वज्रयोगिनी देवीको उत्पत्ति र रहस्यबारे बताउनेछौँ। वज्रयोगिनी मन्दिर काठमाडौँ उपत्यकाको उत्तरी पूर्वमा साँखु नजिकै मणिचुर पर्वतमा अवस्थित छ। यो मन्दिर करिब 823 इस्वीमा निर्माण भएको मानिन्छ। किंवदन्ती अनुसार जब भगवान मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानी निकास गरे तब यो स्थान बौद्ध धर्मका लागि एक प्रमुख केन्द्र बन्यो। वज्रयोगिनी देवी यहाँ स्वयं प्रकट भइन् र उनको शक्तिको प्रतीकका रूपमा यो मन्दिर स्थापना गरियो। 16औं शताब्दीमा राजा प्रताप मल्लले यस मन्दिरलाई पुनर्निर्माण गराएका थिए। बौद्ध धर्ममा वज्रयोगिनीलाई तान्त्रिक देवी मानिन्छ। उनी ध्यान, योग र आत्मज्ञानका लागि महत्त्वपूर्ण देवी हुन्। हिन्दू धर्ममा उनलाई शक्तिको अवतार मानिन्छ। स्थानीयहरूले उनलाई खड्गयोगिनी पनि भन्छन्। प्रत्येक वर्ष चैत्र महिनामा वज्रयोगिनी जात्रा आयोजना गरिन्छ, जसमा हजारौं भक्तजनहरूले भाग लिन्छन्। मन्दिरको मुख्य भाग 3 तल्ले छ, जसमा सुनले बनेको वज्रयोगिनी देवीको भव्य मूर्ति राखिएको छ। मन्दिरभित्रको गर्भगृह मुख्य पूजास्थल अत्यन्तै पवित्र मानिन्छ, जहाँ भक्तजनहरू पूजाका लागि जान्छन्। मन्दिर परिसरमा पुराना शिलालेखहरू, बुद्धका मूर्तिहरू र तान्त्रिक चित्रहरू पाइन्छन्। मन्दिरको प्रवेशद्वार नजिकै शङ्खधर शाखाको मूर्ति छ, जो नेपाल सम्बन्ध नेवारी पात्रोका प्रवर्तक मानिन्छन्। प्राय जहाँ खिचे पनि हैन त्यसरी चाहिँ खिचेकै हुन्छ यस्तो ठाउँमा। मन्दिर नजिकै गुफा, ध्यानस्थल धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। ओडार भन्छ के। हामीले वज्रयोगिनी मन्दिरको बारेमा जानकारी लिनुको लागि त्यस स्थानका स्थानीय बासिन्दासँग कुराकानी गर्यौँ। उहाँले दिनुभएको जवाफ जस्ताको तस्तै तपाईँहरूको माझ राख्नेछु। नमस्ते। नमस्ते। हजुरको शुभ नाम? द्वारिकानाथ श्रेष्ठ। द्वारिकानाथ श्रेष्ठ। हजुरको बसोबास? साँखु बजारमा हुनुहुन्छ। जस्तै यो वज्रयोगिनी मन्दिरको बारेमा किंवदन्तीहरू हजुरलाई के थाहा छ? द्वारिकमा हजुर यहाँ चाहिँ ह्याउखा माजु र मासुखा माजु। हजुर है, तलको ह्याउखा माजु, माथिको मासुखा माजु। नेपालीमा यसलाई के भनिन्छ? जस्तै अब ह्याउखा माजु किन भनेको भने ह्याङ्गो भनेको रातो, हजुर रातो अनुहार, रातो वर्णको भएर ह्याउखा माजु। माजु भनेको आमा भयो, आमा। माथिको चाहिँ पहेँलो मासुखा माजु। मासु भनेको पहेँलो, पहेँलो अनुहार भएकोले मासुखा माजु। होइन, ह्याउखा माजु र मासुखा माजु नेवारीमा भन्ने। तर यो चाहिँ वज्रयोगिनी प्रख्यात छ। अब यसको किंवदन्ती चाहिँ मैले ब्याचलर्समा हिस्ट्री पढ्दाखेरि प्रताप मल्लले चाहिँ यो चाहिँ प्यागोडा शैलीमा चाहिँ पुनर्निर्माण गरेको। होइन, अब के भयो होला त्यतिखेर पुनर्निर्माण गरेको। योभन्दा पहिला चाहिँ यो शिखर शैलीको प्रताप मल्ल भन्दा पनि पहिलो बनाएकोले मलाई जहाँसम्म लाग्छ त्यो लिसिकालीनदेखि होला। होइन, अब अर्को कुरा चाहिँ अब जस्तै यो चाहिँ वर्षमा एकचोटि वैशाख पूर्णिमामा लान्छ। 8 दिन साँखुमा बस्छ। साँखुमा 4वटा टोलमा पालो राख्छ 4 ठाउँमा। होइन, अनि 9औं दिनको दिनमा माथि आउँछ। कति गते हुन्छ हाम्रो साँखुको बजार? अब ठ्याक्क गतेमा हुँदैन, यो तिथिमा हुन्छ। पूर्णिमा, वैशाख पूर्णिमामा चाहिँ तल जानुहुन्छ। ठ्याक्क त्यो लाइनै गर्ने भने 9 दिनको दिनमा माथि ल्याउनुहुन्छ। जस्तै यो अहिले जुन देखिरा खडहरू बनाइराख्नु भएको चाहिँ यो सायद यो जात्राकै लागि होला होइन? यो यसपालि पहिलाको पुरानो भएर नयाँ बनाएको हो, जात्राकै लागि हो। होइन, यो चाहिँ नयाँ बनाएको हो यसपालि। यो जात्राको लागि नै हो विशेष। अनि यो चाहिँ भूकम्पले चाहिँ
भड्किएको यो चाहिँ पुरा टोटलले बनाइरहेको यो भनेपछि पुनर्निर्माण भइरहेको अवस्था छ अहिले। जस्तै अहिले जस्तै यो भक्तजनहरू जस्तै मैले यो ठाउँमा चाहिँ जस्तै बुद्धिस्टहरू पनि मैले धेरै देखेँ। ठाउँ ठाउँमा तपाईँको बुद्धको जुन हाम्रो के भन्छ झन्डाहरू राखेको पनि देखेँ ठाउँ ठाउँमा होइन। यहाँ मैले सुन्नुमा आएको बुद्धिस्टहरू पनि अत्याधिक यहाँ चाहिँ दर्शन गर्न आउनुहुन्छ। यो चाहिँ अब तपाईँले याद गर्नु भएन, तल बुद्धको मन्दिर पनि छ, दुईवटा मन्दिर छ। एउटा ह्याउखा माझो वज्रयोगिनीको हो भने त्योसँगै बसेको बुद्धको हो। हजुर यदि 4 बुद्ध चाहिँ तपाईँले कुन चाहिँ अब त्यो जुन गुल्लामा गर्छ 4 भगवान्को चाहिँ दर्शन गर्ने बेलामा यो माइलो बुद्ध भनेर चिन्छ। माइलो बुद्ध भनेपछि अब हामीले जस्तै यो तल ह्याङुफा रातो अनुहार भएको माता होइन मालाई चाहिँ छुन नमिल्ने भएको भएर सायद यो यहाँ चाहिँ छुन मिल्ने तल चाहिँ छुन नमिल्ने भन्ने किंवदन्ती पनि छ क्यारे होइन। त्यहाँ चाहिँ छुन मिल्दैन, त्यहाँ तल छुन मिल्दैन, यहाँ चाहिँ छुन मिल्छ। तपाईँले जस्तै अब यहाँ भक्तजनहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? जस्तै बाहिरबाट आउनुहुन्छ उहाँहरूलाई चाहिँ यस्तामा आउँदाखेरि चाहिँ के अनुरोध गर्नुहुन्छ? आएर अब यो चाहिँ जिउँदो देवी भनेर चाहिँ प्रख्यात छ। हजुर आएर चाहिँ दर्शन गरेर आफ्नो मनोकामना चाहिँ पुरा गर्नको लागि दर्शन गरिदिनु भन्न चाहनुहुन्छ। हस् त, तपाईँले यस मन्दिरको बारेमा जानकारी दिइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है। हस् त दाइ, हस् त। वज्रयोगिनी मन्दिर केवल एक धार्मिक स्थल मात्र होइन, यो नेपालको एक ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक धरोहर पनि हो। त्यसकारणले यस मन्दिरमा दर्शन गरेर आफ्नो मनोकांक्षा पुरा गरिदिनु हुनको लागि सबै भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछु। साथै तपाईलाई यो भिडियो कस्तो लाग्यो? भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को भिडियोमा नयाँ विषय लिएर भेट्नेछौँ। जय वज्रयोगिनी।